आज हामी कुरा गर्दैछौँ नेपालमा सबैभन्दा ज्यादा बिक्री भएको इभीहरूमध्ये एक MG ZS EV। इको फ्रेन्डली, साइलेन्ट ड्राइभ अनि पेट्रोलको राइजिङ प्राइसले गर्दा अहिले मिडल क्लासको यो ड्रिम कार भइरहेको छ। तर यो के वर्थ इट छ? ब्याट्री र रेन्जको कुरा गर्दा यो कारमा 50.3 किलोवाटको ब्याट्री आउँछ, जसले रियल वर्ल्डमा करिब 320 देखि 350 किलोमिटरको रेन्ज दिन्छ भने सिटी ड्राइभिङमा अझै इभन बेटर। फास्ट चार्जरले 1 आवरमा 80% चार्ज हुन्छ भने नर्मल चार्जरले होममा ओभरनाइट राख्यो भने 7 देखि 8 घण्टा लाग्छ। पावर एन्ड पर्फर्मेन्सको कुरा गर्दा मोटर प्रोड्युस 176 PS, मिनिङ पिकअप इज रियली क्विक। इभी भएको कारणले गर्दा इन्स्ट्यान्ट टर्क, ट्राफिक एन्ड हाइवेमा दुवैमै स्मुथ। फिचर्सहरूको कुरा गर्दा प्यानोरामिक सनरुफ, 360 क्यामेरा, ADAS सेफ्टी, डिजिटल क्लस्टर, क्रुज कन्ट्रोल एन्ड हिल असिस्ट, फुल मोडर्न प्याकेज। इन्टेरियर स्पेसियस छ, बुट स्पेस पनि फ्यामिली ट्राभलको लागि एकदम पर्फेक्ट। प्राइसको कुरा गर्दा करेन्टली MG ZS EV को प्राइस रफली 49 to 50 लाख नेपाली रुपियाँ पर्छ पनि, तर डिपेन्डिङ अपन द भेरिएन्ट। रनिङ कस्टको कुरा गर्दा इभीले ह्युज सेभिङ गर्छ। फुल चार्ज एट होम मे कस्ट अराउन्ड ₹300 to 400, which gives 300 km plus. If you drive daily 40 to 60 km and want silent smooth car with a cheap running cost, ZS EV is a great choice. तपाईलाई EV भेहिकल कस्तो लाग्छ कमेन्टमा लेख्नु होला। अनि यस्तै इन्फर्मेटिभ भिडियोको लागि हामीलाई लाइक, शेयर एन्ड फलो गर्न नबिर्सनु होला।